त्यस्तै सबैजना सन्चेसम्म भएको नि सन्चै चाहिँ यो चाहिँ डे 2 अनि सेकेन्ड ब्लग भनौँ न लङ समथिङ। अनि यहाँ चाहिँ हाम्रो आज बेलुका 20 जनालाई 20 जना आउँदैछ त्यही भएर अर्डर। अनि हाम्रो चाहिँ मैले के भन्छ अरे यो बदामलाई पकाउँदैछौँ होइन सर्ट यसरी भुट्दैछ 20 जना आउने भन्दा यता अझै यति नै छ अनि छ अनि त्यही हो 20 जना आउँदैछ बेलुका ल है त अहिले एकछिन भेटौँ न टक्क 20 जना मान्छे आउँदैछ अरे हाम्रो क्याफेमा चाहिँ त्यही भएर मैले यता यो रोस्टको लागि यो चाहिँ हाम्रो चिकन करीको लागि अनि यो चाहिँ हाम्रो रोस्टको पेस्ट बनाउनु लगाएर यता चाहिँ प्याज अनि त्यो तेल सेल त भइहाल्यो अनि म यता छ त्यही त अब एकछिनमा यो म के अरे पेस्ट बनाएर रोस्टको सब पेस्ट बनाएपछि भेट्छौँ ल है त हेर्नु चाहिँ ल यो चाहिँ हाम्रो रोस्टको लागि यता मैले चिकन करी रोस्ट भइसक्यो हाम्रो रोस्ट चाहिँ यस्तो दामी भएर यो चाहिँ के अरे पुलाउको लागि अनि म चाहिँ यता छ मेरो सामग्री सबै यहाँ छ है मासु प्याज त्यो प्याजको पात यो टमाटर अनि ग्रेभी बनाउँदैछु यता आन्टीले चाहिँ फ्लो म चाहिँ करी बनाउँदैछु नि चिकन करी अब एकछिनमा भेटौँला है त चिकन करी भेसी 20 जनाको लागि रेडी बनाउँदै खाना रेडी गर्दै गर्दै टाइममा भयो म के अरे हाम्रो बर्थडे पार्टीमा छ त्यही भएर हाम्रो बर्थडे भएको कुरै खुवाउनै सक्दैन देख्न सक्नुहुन्छ ओए यो चाहिँ हाम्रो बर्थडेको हल्का डेकोरेसन हाने केटाले अनि यो चाहिँ दामी छ क्या भन्दा नि यो हो मलाई दामी लाग्ने यो चाहिँ हल्का हल्का म यता छु ओके छैन ल एकछिनमा भेटौँ मलाई है त ल अब चाहिँ करी पाकिन ला त्यही भएर कि देख्नु सक्नुहुन्छ यो चाहिँ आलु र प्याजको अचार जानेर अनि यो चाहिँ हाम्रो रोस्ट त्यस्तो राम्रो त भएन फुलहरू काले दाइले मलाई बर्थडे भनेर झुकायो आज अनि यो चाहिँ हाम्रो चारको मन्दिर मासु अनि म यता छु ल है त लेट्स अब यो एकछिन यो हेर्नुभन्दा अगाडि क्लिप हेरौँ बर्थडे पार्टी 20 जना ग्रुपहरू आइसक्यो देख्न सक्नुहुन्छ हजुरलाई देखाउँछु म त हेलो है त आइसक्यो है त ल हाम्रो पुलाउ चाहिँ बबाल भयो पुलाउ चाहिँ डेन्जर यता फेरि भाँडो हाल्नुको लागि हाम्रो चाहिँ यहाँ पुलाउ चिकन सब खाजा बनिसक्यो 20 जना मान्छेको लागि आजको यही हो है त हाम्रो चाहिँ स्पेसल खानेकुराहरू भनेको यही हो यस्तो त छैन है त ल यस्तो त छैन है यही हो स्पेसल भनेको कस्तो छ चक्क लाएर ल अब चाहिँ एकछिनमा भेटौँ ल हामीले चाहिँ 20 जना मान्छेलाई अर्डर दिएर भइसक्यो अब हामी यो चाहिँ काम छैन फुच्चे बस्यो यो चाहिँ मलाई आज लोड ढाँट्यो साला चोरले लास्ट ढाँटो रहेछ नि आले त कामै छैन केटा हाम्रो चाहिँ बर्थडे पार्टी सकि भ्याएपछि चाहिँ होइन अङ्कल आन्टीहरू बर्थडे गरी भ्याएपछि चाहिँ के भनौँ न सबैले रमाइलो गर्दै हुनुहुन्छ होइन देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ चाहिँ रमाइलो गर्दैछ है त पुरै बर्थडेको बर्थडे भएपछि यस्तो रमाइलो भइरहेको छ है त्यहाँ चाहिँ देख्नु सक्नुहुन्छ द कालुङ्गा स्टेसनमा चाहिँ यस्तो पुरै होइन बर्थडे मनाएर पुरै के भन्छ अरे होइन पुरै यस्तो हुन्छ
रमाइलो एकदम बवाल होइन बर्थडे रमाइलो चाहिँ अब डेन्जर हुन्छ किन भन्दाखेरि खतरै रमाइलो हुन्छ नि त। म चाहिँ घर आइपुगिसकेँ अहिले चाहिँ ढक्क घर आएर बसिरहेको होइन लास्टलाई यार थोरै 20जना मान्छेलाई आएर केक खाना बनाएर हल्का फुल्को पार्टी मनाएर 2-3 दिन भइसक्यो हल्का बिजी नै भएको तर पनि केही छैन। आजको भ्लग चाहिँ यति नै हो र नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला र पुरानो हुन्छ भने सबैजनाले सेयर र आजको भ्लग चाहिँ यति नै हो। अर्को भ्लग भोलि गरौँ न। बाई बाई।